यो चाहिँ जापानिज हलुवा बेद है। यसलाई चाहिँ यस्तै खाँदा पनि त्यस्तो कोक्याउने केही हुँदैन। अनि यहाँ चाहिँ हाम्रो घरमा चाहिँ एउटा बोट थियो, त्यसको एकदमै धेरै फलेर चाहिँ त्यो बोटहरू चाहिँ पुरै भाँचिएर यस्तो ढलेको थियो। मैले योभन्दा अगाडिको भिडियोमा पनि मैले तपाईँहरूलाई देखाएको थिएँ। अनि यसलाई चाहिँ सायद मिठो भएर हो कि के हो कुनै वनको चराचुरुङ्गी लगायत त्यो वनको वन्यजन्तुहरूले पनि मस्त टोक्ने रहेछ। यता आएर चाहिँ पुरै यस्तो दाँत गाडेर राखेको थियो। यहाँ चाहिँ कति चराहरूले चाहिँ टोकेर यस्तो सानो सानो भाग मात्रै बाँकी राखिदिएको छ, पुरै टोकेर चाहिँ यस्तो शाखा पारेको छ। त्यही भएर अनि आज चाहिँ दाइले फेरि यो एकदमै खेर जान आँट्यो भनेर चाहिँ यसरी यहाँ चाहिँ टिपेर राख्दैछ। गाइस यो चाहिँ एकदम टेस्टी हुन्छ है। यसले घाँटीलाई समात्ने यताउति केही गर्दैन होइन दाइ? एकदम अनि